त यो कुन भेराइटी हो? यो भेनाजु यो फेन प्लस प्रजातिको हो यो। अनि यता ट्रेस काला छ। भेराइटी भने हाम्रो पास 40 प्रजाति छैन सबै 40 प्रजाति। हजुर। यो अहिलेसम्म सबै बिरुवा कति जति छ तपाईँ? लगभग हामीसँग छ भेनाजु अहिले 40 देखि 42,000 बिरुवा छ कलमी। 42,000 कलमी सबै कलमी कलमी मात्रै। अनि हाम्रो पास अहिले थरी थरीको छन्। आरु पोखराका पनि 10 प्रजातिका छन्। अनि 42,000 कलमी भनेपछि एउटालाई कति रुपियाँ जति? एउटालाई भेनाजु अब 42,000 मा लगभग हाम्रो 2-3,000 फेल पनि हुन्छ होला। अब लगानी खर्च पनि अब यसमा धेरै लाग्यो। 42,000 चाहिँ अब गाउँपालिकामा अहिले 400 ले गिरन्छ माथि। 400 रुपियाँ। 400 ले गिरन्छ गाउँपालिकाले। 400 ले अब तोक्दैछ माथि थमन गाउँपालिकामा। 400 रुपियाँ भनेपछि 400 इन्टु 42,000 हो? हजुर हजुर। इन्टु 42,000 बराबर 1,000, 2,000, लाख, 10 लाख, करोड। तपाईँको त 1,68 लाखको त तपाईँको कारोबार हुने रहेछ। हुन्छ कारोबार त हुन्छ, तर यसमा हाम्रो लगानी पनि अहिले लगभग 30-40 लाख रुपियाँ गइसक्यो। गइसक्यो। लगभग 30-40 लाख रुपियाँ हाम्रो खर्च भइसकेको छ। अझै पनि 10-15 लाख खर्च हुन्छ यसमा। अनि कतिजना मिलेर गराउनु भएको छ? यो लगभग हामी अहिले मसँग अब 2-3 जना सेयरमा बसेका छन्। बाँकी चाहिँ अब एउटा भतिजा हुनुहुन्छ मसँग, एउटा मसँग छ। 4-5 जना हुनुहुन्छ। हजुर 4-5 जना मतलब सेयरमा बसेका त अझै 4-5 जना अरू छन्। 2-3 जना सेयरमा राखेका छन् हामीले। अनि यसको यो एरियालाई कति तिर्नुपर्छ भाडा? एरियालाई भेनाको यो लगभग भाडा 14 लाख 10%। 14 लाख। उहाँले सबै यो खनी खुनेर यो खेतको उहाँले बनाउनु भयो हो। यो हातले खन्नु भएको छ? हातले के ट्रेक्टरले जोतेर फेरि त्यसपछि हातले खनेर लगाउनु पर्छ। यता देखाउनु त भन्छ। हामीले बोलिरहेको सबै गरेर ल्याउनुहोस् है। ऊ हाम्रो भेनाजु हुनुहुन्छ माथि। हाम्रो यो त्रिवेणी गाउँपालिकाका के भन्छन् अध्यक्ष हुनुहुन्छ पुरै। अनि उहाँलाई यसो भिजिट गर्नुहोस् त भेनाजु भनेर भनेको आज। त्यही भएर आउनु भएको छ भेनाजु हाम्रो यता भिजिट गरिदिने। धेरै धेरै धन्यवाद छ उहाँलाई। अब हाम्रो नर्सरी फर्ममा आएको उहाँले भिजिट गरिदिन आउनु भएको छ। यो त ऊ होइन नि? यो भेनाजु यो अहिले दियो भने ग्रो गर्यो भने तिनीहरूले भातिर फाल्छ उहाँले। अहिले यो सपोर्ट हो यसको लागि। त्यो भेनाजु अलिकति यो कोही कोही त बिग्रिन्छ 5%। अब मैले भने त हजुरलाई 42,000 मा लगभग हाम्रो 2-3,000 खेरो जान्छ। तपाईँको त लगभग नर्सरी मात्रै? हजुर हजुर। 1,68 लाख भनेपछि ल तपाईँको 68 लाखै सिद्धियो भने नि 1 करोड त बज्दो रहेछ। बस्नु त बच्छ भेनाजु। फेरि हामीले त्यही अनुसारले लगानी जाने अगाडि। हजुर। यो फलिसकेको छ यो भेनाजु छिटै फल्ने प्रजाति हो नि। हेर्नुहोस् यो सानै अब यो 2 महिनाको बिरुवा फलेको छ। हामीले त्यस्तै स्याम्पलको लागि राखेका छौँ भेनाजु।